कहिले र कसरी सुरु गरौँ भएको छ यहाँहरूलाई पनि आउनुहोस् नआत्तिनुहोस् सुरुवात गरौँ यसरी। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। सुरुवात आफैबाट यसरी गर्ने हो। बिहानै उठेँ, म पनि आज फ्रेस भएँ, लुगामा मेसिनमा लुगा हाल्न थालेँ। त्यसपछि मेरो बिहानको सुरु हुन्छ। बिहान त अब के गर्नु है, यस्तै नै हुन्छ। जति छिटो गर्छु भन्दा पनि हतारै हुन्छ क्या। हिजो यो सन्डेको भिडियो हो, एक दिन अगाडिको भिडियो रेकर्ड हुन्छ। मैले हिजो शनिबार भनेको थिएँ, आइतबार मेरो अपलोड भएको थियो। त्यसरी नै हुन्छ साथीहरू, दिनभरिको रेकर्ड थोरै गर्दा राति नै हुन्छ। मैले लन्च रेडी गरेर हामी लन्च पनि खायौँ। यति कुरा गर्दा गर्दै लन्च पाकिसकेको थियो है। अनि त्यसपछि सादा थियो मेरो खाना, सादा जीवन उच्च विचार है। अनि त्यसपछि मैले आज मेरो कपाल एकदमै ड्यामेज छ क्या साथीहरू, धेरै कलर गरेर होला रुट टचको लागि। मैले यो नयाँ बिसेन्सको स्याम्पू र मैले स्पा ल्याएको थिएँ। आज म ट्राई गर्दैछु र नुहाएर पनि आइसकेँ। अनि त्यसपछि कस्तो हुन्छ म एकछिनमा देखाउँछु है त। एकदम गर्मी भएर नुहाएको कपाल पनि सुक्दैन भने पङ्खा मुनिमा सुकाउँदैछु, तर फेरि पसिना आएर भिजिरहेको छ कि कपाल, यस्तो छ क्या हालत तराईमा। त्यसपछि एकछिन सुकेपछि पनि मैले भिडियो टेक गरेछु, कस्तो हुन्छ हेरौँ है त। मेरो फर्स्ट ट्राई हो हिजो यो। म अब अफिस जानुपर्ने भयो, दिउँसो भए पनि अनि रेडी भएँ। आज अफिस अब त्यो अफ डे भएर मैले आउट ड्रेसमै हिँडिरहेको छु। अनि कपाल सुकाएँ, यत्तिको भएको छ, ठिकै छ अहिले त। र म अफिस पुगेँ। अफिसमा मैले एक कप चिया खाँदैछु साथीहरू। चिया चाहिँ मेरो सुगर फ्री हुन्छ जहिले पनि होइन। त्यसपछि हाम्रो खाजा टाइम भयो। खाजा त्यही हो साथीहरू, अफिसमा छेउमा त्यही चना मुरे पाउँछ, चना मुरे खाँदैछु। त्यसपछि म अफिस सकेर म सिधै मेरो दिदीहरूकोमा गएँ। छतमा हामी शीतल हावा खाँदै थियौँ। त्यसपछि मैले मेची क्याम्पसको भ्यू पनि देखाएको छु साथीहरू। अनि म घर फर्किँदा अब नानीहरू छुट्टीको दिन चिकन ल्याउनु पऱ्यो भनेर डराई चिकन लिँदै आएँ। चिकन मेरो नानीहरू र म मिलेर बनायौँ। त्यसपछि हामीले डिनर गर्छौँ। डिनर गरे पछाडि मेरो काम पङ्खा मुनि बसेर हावा खाँदैछु। गर्मी भएर मैले यतिखेरसम्म भाँडा पनि मोलाएको थिएन साथीहरू, खाना खाएर बसिरहेको थिएँ है। त्यसपछि म भाँडा मोल्न थालेँ। गुड नाइट।